हेलो हेलो नमस्ते नमस्कार सबैजनालाई। मैले चाहिँ आज बोडी र मचुराको तरकारीको रेसिपी सेयर गर्दैछु। भिडियो अन्तिमसम्म हेर्नु भएर साथ दिनुहोला। अनि यो चाहिँ हिजो भिजाएको बोडी थियो भने र मचुराले चाहिँ भर्खरै भिजाएँ। अनि मैले चाहिँ मसलाका लागि लसुन सिलौटोमा राखेँ भने अनि आगो फुकेर मैले चाहिँ कराई बसालेँ र कराई तातेपछि तेल एड गरेँ। तेल तातेपछि चाहिँ मैले अघि भिजाएको मसुरालाई हालिदिएँ अनि मसुरा एकछिनसम्म चलाएपछि यतिको पाकिसकेपछि रातो भएपछि मैले यसलाई निकालेँ। अनि यसलाई निकालिसकेपछि जिरालाई मैले पड्काएँ अनि जिरा पड्काइसकेपछि अघिको जुन बोडी थियो त्यसलाई पनि हालेर एकछिन चलाएर यसलाई छोपिदिएँ र यतिकैमा मैले लोकल गोलभेडा र लसुनलाई पनि पिसिदियो। लोकल गोलभेडा चाहिँ धेरै हालिनँ किनकि अमिलो हुन्छ। अनि अघिको बोडीमा चाहिँ थोरै नुन र बेसार राखिदिएँ र त्यसलाई चलाइसकेपछि मैले चाहिँ स्वादअनुसार जिराको धुन अघिको लसुनको र गोलभेडाको पिस पनि हालिदिएँ र त्यसलाई मजाले चलाइसकेपछि अघि भुटेको मसुराले मजाले हालेर चलाइदिएँ र यसलाई चलाइसकेपछि मैले चाहिँ झोल हालिदिएँ र झोल हालिसकेपछि मैले चाहिँ माथिबाट लसुन र धनियाँ हालिदिएँ। फाइनली मेरो तरकारी रेडी भयो।